हेलो गाइज वेलकम टु माई मिनी ब्लग। म चाहिँ सन्चै छु। आयो हजुर पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ म यति राम्री भएर जाँदैछु 22 क्लासको समापनमा। तर मलाई चाहिँ यति राम्री बनाइदिनुमा कसको हात छ भन्नुहुन्छ भने मेरी प्यारी बुहारीको। हजुरलाई पनि यति राम्री हुनु मन छ भने मेरो बुहारीलाई सम्झिनु होला। मेरो बुहारीको आइडी चाहिँ तल मेन्सन गरिदिएको छु मैले। तर मैले चाहिँ फर्स्ट टाइम मेकअप गरेर होला मलाई चाहिँ अति नै राम्रो लागेको थियो क्या। म अति नै राम्री भएको छु जस्तो फिल भएको थियो। मलाई कस्तो देखेको छ भनिदिनु होला है साथीहरू। अनि म चाहिँ साथीलाई पर्खिरहेको थिएँ। साथी पनि आउनुभयो सिटीमा। अनि त्यही सिटीमा चढेर हामी दुईजना चाहिँ गयौँ रङ्गेली नगरपालिका। अनि उहाँ जाँदाखेरि त साथीहरू सबैजना आएर पर्खिराख्नु भएको रहेछ हामी दुईजनालाई चाहिँ। अनि साथीहरूसँग एकछिन भेट्यौँ। अनि त्यहाँबाट कार्यक्रम सुरु भएकै थिएन नि त। अनि माथि हामी चाहिँ सबैजना बसेर गफहरू गर्दै थियौँ। अनि त्यसपछिबाट सरहरू पनि आउनुभयो। अनि सर आएपछि कार्यक्रम सुरु भयो। कार्यक्रम सुरु भएछ सरहरूले प्रमाणपत्रहरू बाँड्नुभयो। प्रमाणपत्र बाँडिसकेपछि हामी चाहिँ गयौँ संसारी मन्दिर। किनभने अब चाहिँ साथीहरूसँग भेट हुँदैन नि त। अब सबै आफ्नो काममा बिजी हुन्छ नि त। अनि आज जाऊँ न त सब मिलेर संसारी भनेर संसारी गयौँ। संसारी गएपछि हामीले चाहिँ भिडियोहरू बनायौँ, फोटोहरू खिच्यौँ। अनि भ्लग चाहिँ हामीले सुरु बनाउनु थालेको नि त मैले। अनि लाज लाग्दै थियो क्या साथीहरूको अगाडि। अनि हामीले चाहिँ भ्लगहरू बनाइसकेपछि खाजा खाना गयौँ। अनि खाजा खायौँ। खाजा खाइसकेपछि सबैजना आफ्नो घरतिर लाग्यौँ। आजको मेरो मिनी भ्लग यहीँ सकिन्छ। ओके बाई बाई साथीहरू।